संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे। कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईँले? 2/3 दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नुभएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईँले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा उठाउँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको? भयो, देखियो तपाईँको 2/3 ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सन हुने छैन। चुनावसम्म बिर्सेर नहुने कुरा र चुनावपछि त झन् बिर्सेरै नहुने एउटा कुरा बताउँछु। यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यसलाई हामी बिर्सन सक्दैनौँ। र यिनीहरूले ठुलो कुरा गर्नु ठिक हुँदैन। आफ्नो न्यायका लागि लड्नु त छँदैछ, त्योभन्दा बढी सिङ्गो देश र पुस्तामाथि भएको अन्यायको लागि लड्ने लडाइँ अत्यन्त महत्त्वपूर्ण लडाइँ छ। देश अहिले विभिन्न तहले विभिन्न तरिकाले कमजोर अवस्थामा पुगेको छ। यो कमजोर अवस्थामा भएको बेलामा ठाउँबाट चलखेल गरेर ठाउँबाट कमजोर बनाउन खोज्दै ठाउँबाट आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मानिसहरू सलबलाएका छन्। म उनीहरूलाई नसलबलाउन अनुरोध गर्न चाहन्छु। कमजोर भएका बेलामा हामीले एकजुट भएर संरक्षण गर्नुपर्ने बेला छ। लुच्ने बेला होइन, मुलुकलाई लुच्ने सोच कसैले पनि राख्नु जरुरी छैन। हामीले जोगाउने बेला होइन। कमजोर छ यही हो मौका भनेर लुचिहाल्न पाइन्छ कि एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्धे नजर नगाड्नु होला, पाइँदैन। किनकि यसलाई जोगाउनको निमित्त रासोपा र नयाँ शक्तिहरू उस्तै परे एक ढिक्का भएर अगाडि बढ्दैछन्। चिन्ता नगर्नु। जुन उद्देश्यका लागि कलिला भाइ बहिनीहरूले आफ्नो ज्यान गुमाए त्यसलाई बिर्सन चाहिँ पाइँदैन। त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ भनेको समयमा निर्वाचन बिथोल्नको निमित्त भागेका केही शक्तिहरू आफै घटना घटाउन पनि लागि परेका छन्। सानातिना घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने, अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दैछन्। मुन्टो निकाल्नु पर्दैन। चुनावको वातावरण बिगार्न पर्दैन। चुनावमा गए भइगयो नि, पार्टीको चुनाव जिते जस्तै आम चुनाव पनि जिते भइगयो। जित्नुस्। चुनावबाट डराएको छैन भनेर बहादुरीका साथ पछाडि हट्ने काम नगर्नुहोस्, बहादुरीका साथ अगाडि बढ्नुहोस्। शुभकामना चाहन्छु। यो लडाइँमा यहाँहरूले हाम्रो एउटा आह्वानमा जुन साथ दिनुभयो, जुन हौसला दिनुभयो र विशेष गरेर हस्ताक्षर अभियान मार्फत अन्याय परेको कुरालाई अनुमोदन गरी 40 लाख जनताहरूले एकै स्वरमा तपाईँ एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो। म त्यसका लागि ऋणी रहनेछु, आभारी छु। जेन्जीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ। जलेको सिंहदरबार त बनाउला, तर सिंहदरबार बनाएर मात्र हुँदैन, सिंहदरबार बदल्न बाँकी छ साथीहरू। त्यो क्रान्तिबाट म यो सङ्गीन मोडमा बसेर कसैप्रति कटाक्ष गर्ने मुडमा पटक्कै छैन। म कसैलाई कटाक्ष गरेर या कसैलाई हिलो छापेर आफू सफा भइन्छ भन्ने कुरामा विश्वास पनि राख्दिनँ। तर कसैले अनाहकमा छापेको हिलोलाई मैले आम नागरिक समक्ष पुस्नै पर्छ, मैले बताउनै पर्छ। त्यसैले यो लडाइँमा यहाँहरूले हाम्रो एउटा आह्वानमा जुन साथ दिनुभयो, जुन हौसला दिनुभयो र विशेष गरेर हस्ताक्षर अभियान मार्फत अन्याय परेको कुरालाई अनुमोदन गरी 40 लाख जनताहरूले एकै स्वरमा तपाईँ एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो। म त्यसका लागि ऋणी रहनेछु, आभारी छु। राजनीतिक दलका रूपमा हामीमाथि भएका प्रहार आक्रमणहरू यहाँले देखिरहनु भएको छ। यस बीचमा पनि, यस्तो चौतर्फी हमलाका बीचमा पनि पार्टीलाई अझ अगाडि बढाउनको निमित्त, पार्टीलाई सशक्त बनाउनको निमित्त र उत्साह र जागरलाई 1 इन्च घट्न नदिइकन मेरो अनुपस्थितिमा यस पार्टीलाई अझै लोकप्रियताको चुलीमा पुर्याउनको निमित्त र नेपाली जनताको विश्वासलाई कायम राख्नको निमित्त आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कार्यवाहक सभापति टिपी हरियालजीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। चारैतिरबाट
पार्टीलाई जोगाउनु सानो चुनौतीको विषय होइन। त्यो चुनौती उहाँका साथमा मसँगै उभिएका अहिले उभिएका सबै साथीहरू र उभिन नपाउनु भएका अझै पनि जनताको घर दैलोमा पुग्नुभएका सबै साथीहरूको योगदानलाई म एकमुष्ट बराबर सम्झना गर्न चाहन्छु र धन्यवाद ज्ञापन गर्न चाहन्छु। हो यात्राको क्रममा हामीले सबै साथीभाइहरूलाई समेट्न सकेनौँ होला, तर उहाँले हाम्रो पार्टीमा दिनुभएको योगदानको म सधैँ स्मरण गरिरहनेछु र म सधैँ उहाँहरूलाई धन्यवाद दिइरहनेछु। हामीले धेरै केही गर्न सकेनौँ, तर उहाँहरूले धेरै गरेर जानुभएको छ, धेरै हामीलाई सिकाएर जानुभएको छ, हामीलाई धेरै उपलब्धिहरूमा साथ दिनुभएको छ। हामीले केही गर्न नसके पनि उहाँहरूले दिनुभएको योगदान त हाम्रो मनमा छ नि। यात्राको क्रममा आफ्नै कारणले जुनसुकै कारणले छुटिएर जानुभएका साथीहरूलाई पनि म शुभकामना अभिव्यक्त गर्न चाहन्छु। हामीले धेरै केही गर्न सकेनौँ, तर तपाईँहरूले हाम्रो लागि धेरै गुण लाएर जानुभएको छ। म तपाईँहरूको ऋणी मान्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मुलुक परिवर्तनको सङ्घारमा उभिएको छ, एउटा ठुलो विद्रोह बनेको छ, तर त्यो विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ है। विद्रोह त भएको छ, जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ। जलेको सिंहदरबार त बनाउला, तर सिंहदरबार बनाएर मात्र हुँदैन, सिंहदरबार बदल्न बाँकी छ साथीहरू। त्यो क्रान्तिबाट हामीलाई विश्वास छ हाम्रो नेतृत्वले र हाम्रो पुस्ताले भत्किएका झलेका संरचनाहरू त्यसलाई बनाउने मात्र होइन बदल्ने पनि काम गर्नेछ। अर्थात् जेनजीले गरेको त्यो अभियान, त्यो त्यागलाई क्रान्तिमा बदल्नको निमित्त हामी दत्तचित्त भएर लागि पर्नेछ। मसँग धेरै सूचनाहरू त छैनन्, किनभने म 2 दिन अगाडिसम्म कारागारमै थिएँ, तर यो छोटो समयमा पाएको सूचनाका आधारमा म सुनिरहेको छु, थाहा पाइरहेको छु कि संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे। कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईँले? 2/3 दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नुभएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईँले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा उठाउँदै छानबिन होइन, सङ्ख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको? भयो, देखियो तपाईँको 2/3 ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सन हुने छैन। चुनावसम्म बिर्सेर नहुने कुरा र चुनावपछि त झन् बिर्सेरै नहुने एउटा कुरा बताउँछु। यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यसलाई हामी बिर्सन सक्दैनौँ। र यिनीहरूले ठुलो कुरा गर्नु ठिक हुँदैन। म कटाक्षमा गएको होइन, तर खबरदारी त पुस्ताका हिसाबले हामीले गर्नै पर्ने हुन्छ। संयन्त्रका मानिसहरू होलान्, सरकारका मानिसहरू होलान्, मन्त्री को थिए, प्रधानमन्त्री को थिए, उच्च स्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को थिए, तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ। खबरदार, षड्यन्त्रको श्रृङ्खला अब बन्द गर्नु होला, धेरै आँखा नचम्काउनु होला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म पार्टीको जिम्मेवारीमा फर्किएको छु। मैले न्याय पाउन बाँकी नै छ, म त्यो न्यायमा लडिरहनेछु। मैले भन्दै आएको कुरा फेरि पनि दोहोऱ्याउन चाहन्छु। आफ्नो न्यायका लागि लड्नु त छँदैछ, त्योभन्दा बढी सिङ्गो देश र पुस्तामाथि भएको अन्यायको लागि लड्ने लडाइँ अत्यन्त महत्त्वपूर्ण लडाइँ छ। यो लडाइँमा यहाँहरूको साथको आवश्यकता परेको छ। मलाई यो पनि थाहा छ कि पार्टीमा समावेश भएर हाम्रो यो अभियानलाई महाअभियान बनाउनको निमित्त देशैभरि र विदेशमा रहनुभएका नेपालीहरू समेत एकजुट हुँदै हुनुहुन्छ। मलाई यो पनि थाहा छ विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने तपाईँहरूको भावनालाई पनि हामीले सुनेका छौँ, हामीले बुझेका छौँ। त्यसैले उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मैले कारागारबाट पनि भनेको थिएँ, मैले आफ्ना राजनीतिक प्रतिवेदनहरूमा पनि भनेको थिएँ, परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा र इतिहास लेखिने कुरामा रासोपा सँगै छ। म कुनै पनि कदम चाल्नको निमित्त तयार छु भनेर
मैले स्पष्ट पारिरहेको छु र विभिन्न भेटघाटहरू निरन्तर चलि नै रहेका छन्। यहाँहरूलाई विश्वस्त हुन हामी अनुरोध गर्न चाहन्छौँ। त्यसैले हामीले गर्ने परिवर्तन संस्थागत बनोस्, त्यो चिरस्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने काबिल बनोस्, म यही अपेक्षा गर्न चाहन्छु। अन्त्यमा म केही कुरा छोड्न चाहन्छु। म के कुरा याद गर्न चाहन्छु भने देश अहिले विभिन्न तहले विभिन्न तरिकाले कमजोर अवस्थामा पुगेको छ। यो कमजोर अवस्थामा भएको बेलामा ठाउँबाट चलखेल गरेर ठाउँबाट कमजोर बनाउन खोज्दै ठाउँबाट आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मानिसहरू सलबलाएका छन्। म उनीहरूलाई नसलबलाउन अनुरोध गर्न चाहन्छु। कमजोर भएका बेलामा हामीले एकजुट भएर संरक्षण गर्नुपर्ने बेला छ। लुच्ने बेला होइन। मुलुकलाई लुच्ने सोच कसैले पनि राख्नु जरुरी छैन। हामीले जोगाउने बेला हो। कमजोर छ यही हो मौका भनेर लुचिहाल्न पाइन्छ कि एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्धे नजर नगाड्नु होला, पाइँदैन। किनकि यसलाई जोगाउनको निमित्त रासोपा र नयाँ शक्तिहरू उस्तै परे एक ढिक्का भएर अगाडि बढ्दैछन्। चिन्ता नगर्नु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। त्यो सँगसँगै जेनजी पुस्ताले र जेनजी विद्रोहपछि गरिएका अपेक्षाहरूलाई पुरा गर्नुको पनि विकल्प छैन। हामीले सरकारलाई भनेका छौँ, जेनजीको माग पुरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन। राजसभा खडा भएको छ। तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निस्वार्थ होइन। हामीले स्वार्थ बोकेका छैनौँ। बस जुन उद्देश्यका लागि कलिला भाइ बहिनीहरूले आफ्नो ज्यान गुमाए त्यसलाई बिर्सन चाहिँ पाइँदैन। त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ भनेको समयमा निर्वाचन बिथोल्नको निमित्त भागेका केही शक्तिहरू आफै घटना घटाउन पनि लागि परेका छन्। सानातिना घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने, अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दैछन्। मुन्टो निकाल्न पर्दैन। चुनावको वातावरण बिगार्न पर्दैन। चुनावमा गए भइगयो नि, पार्टीको चुनाव जिते जस्तै आम चुनाव पनि जिते भइगयो। जित्नुस्। चुनावबाट डराएको छैन भनेर बहादुरीका साथ पछाडि हट्ने काम नगर्नुहोस्। बहादुरीका साथ अगाडि बढ्नुहोस्। शुभकामना छ हाम्रो। तर खेलाँची गर्न पाइँदैन। बालबालिकाहरूको रगतमाथि खेलाँची गर्न पाइँदैन, दिइँदैन। यो कुरामा स्पष्ट गर्न चाहन्छु। म फेरि पनि जोड्न चाहन्छु, हामी उत्साहित भएका छौँ तर हामीले उत्सव मनाएको होइन। यी फुलमालाहरू तपाईँले जुन दिनुभयो, जुन माया विश्वास दिनुभयो, मैले यसलाई उत्साहका रूपमा ग्रहण गरेको छु, उत्सवका रूपमा ग्रहण गरेको होइन म भन्न चाहन्छु। किनकि हामीले शहीद भाइ बहिनीहरूको सपना पुरा नगरेसम्म हामीले कुनै उत्साह होस् या उत्सव होस् हामीले मनाउन सक्ने वातावरणमा हामी त्यो मुडमा छैनौँ। फेरि पनि प्रवासमा रहनुभएका साथीहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। हामी तपाईँको मताधिकारका लागि हिजो पनि लडिरहेका थियौँ, आज पनि लडिरहेका छौँ। तपाईँको नोट चल्ने भोट नचल्ने भन्ने हुँदैन। तपाईँको भोट चलाउनको निमित्त हामी निरन्तर लागि परिरहेका छौँ र सरकारलाई अनुरोध गर्न चाहन्छौँ कि विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो देशको भविष्य छान्न पाउनुपर्छ। रासोपा त्यसका लागि लागि परिरहेको छ। विभिन्न तह र तबकामा बसेर सहयोग गर्नुहुने, साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। सञ्चारकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म कारागारमा रहँदा पनि तपाईँहरूको क्यामेराले मलाई खोजिरहेछ। हरेक पटक ती गतिविधिहरूलाई तपाईँले आम नागरिक समक्ष पुर्याइदिनु भएको मैले जानकारी पाएँ। म तपाईँहरूप्रति ऋणी छु। क्यामेरा हो, जे खिचाउन चाहे त्यही खिच्छ। तर तपाईँले नयाँ पुस्ताका लागि आवाज खिचिरहनु भएको छ। देशमा काहीँ न काहीँ सम्भावना छ भन्ने खिचिरहनु भएको छ। तपाईँको लेन्स मार्फत पनि परिवर्तन सम्भव छ भन्ने कुरा देशले देखिरहेको छ, सिङ्गो पुस्ताले देखिरहेको छ। म यहाँहरू सबैलाई एकमुष्ट धन्यवाद दिँदै आजको आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। यहाँसम्म आउनुभयो, यहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।